सम्पूर्णमा एलिभेट एकाडेमी अनलाइन लर्निङ प्लेटफर्मको तर्फबाट नमस्ते। आज मैले हजुरहरूलाई स्टेटमेन्ट एन्ड क्वेसन बारे पढाउने छु। यो चाहिँ स्टेटमेन्ट एन्ड क्वेसन टपिकको पार्ट 1 भिडियो हो र मैले नेक्स्ट भिडियोमा चाहिँ पार्ट 2 मा पनि स्टेटमेन्ट एन्ड क्वेसनको रिमेनिङ पोर्सन पढाउने छु। हामीले ढिला सुस्ती नगरिकन कोर्सतिर लागौं। यहाँ सुरुमा लेखिएको छ स्टेटमेन्ट्स एन्ड क्वेसन्स। ओके, मैले जे कुरा बोल्छु त्यो कुरो यहाँ लेखेको पनि छु। मैले एकदमै सजिलो तरिकामा लेखेको छु जसले गर्दा सक्दो सबै विद्यार्थीले बुझोस् भन्ने मेरो आशा इच्छा हो। ओके, ल हामी सुरु गरौँ। स्टेटमेन्ट्सलाई yes or no क्वेसन र WH क्वेसन गरी दुई प्रकारका क्वेसनमा परिवर्तन गर्न सकिन्छ। हामीले स्टेटमेन्ट्सलाई yes or no क्वेसन र WH क्वेसन गरी दुई प्रकारका क्वेसनमा परिवर्तन गर्न सकिन्छ। ओके, यसले चाहिँ त्यही भन्न खोजेको। त्यसैले यो टपिकको नाम हो स्टेटमेन्ट्स एन्ड क्वेसन। स्टेटमेन्ट्सलाई क्वेसनमा बदल्नु पर्यो, त्यो भन्न खोजेको। ओके, ल त्यस्तै गरी फ्रम स्टेटमेन्ट्स इन yes or no क्वेसन्स, अर्थात् स्टेटमेन्ट्सलाई हामीले yes or no क्वेसन्समा बदल्ने छौँ। त्यसका केही स्ट्रक्चर पनि छ र रुलहरू पनि छन्। ल यता सुरुमा एउटा स्ट्रक्चर लेखिएको छ। स्ट्रक्चरमा के लेखिएको छ? एक्जुलरी भर्ब प्लस सब्जेक्ट डट 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 मेन भर्ब अनि क्वेसन मार्क लेखिएको छ। हामीले यही स्ट्रक्चरलाई फलो गरेर स्टेटमेन्ट्सलाई yes or no क्वेसनमा बदल्नु पर्ने हुन्छ। हेरौँ, स्टेटमेन्ट्सलाई yes or no क्वेसन्समा बदल्दा तलका नियमहरू पालन गर्नु पर्दछ। अब रुल्स अफ yes or no क्वेसन्स। ओके, अब स्टेटमेन्ट्सलाई yes or no क्वेसनमा बदल्दा केही नियमहरू छन्। तपाईले त्यो नियमको पालना गर्नु पर्दछ। ल हेरौँ है त। ल यहाँ के छ? पहिलो नियममा छ सामान्यत एक्जुलरी भर्ब भएका सेन्टेन्सलाई उक्त एक्जुलरी भर्बलाई सेन्टेन्सको सुरुमा राखी yes or no क्वेसन बनाइन्छ। ओके, सायद यहाँ स्ट्रक्चर हेरेर पनि क्लियर छ। सेन्टेन्सको सुरुमा हामीले एक्जुलरी भर्ब हालेर त्यसलाई yes or no क्वेसन बनाउँछौँ। ओके, यता थुप्रै इक्जाम्पलहरू मैले लिएको छु, त्यसले तपाईलाई क्लियर बनाउने प्रयास गर्नेछु। यहाँ हेरौँ, यहाँ S अर्थात् स्टेटमेन्ट, Q अर्थात् yes or no क्वेसन। मैले S र Q ठाउँ ठाउँमा लेखेको छु र तपाईले यो कुरा चाहिँ बुझ्नु पर्यो कि S भनेको चाहिँ स्टेटमेन्ट हो र Q भनेको चाहिँ क्वेसन हो भनेर बुझ्नु पर्यो। यता स्टेटमेन्ट हेरौँ, स्टेटमेन्ट के लेखिएको छ? एन्टोनिया वाज ड्राइभिङ अ कार। पहिलो नियमले के भन्छ? हामीले एक्जुलरी भर्बलाई सेन्टेन्सको सुरुमा राखेर त्यसलाई yes or no क्वेसन बनाउनु पर्ने हुन्छ। तपाईले यो सेन्टेन्सको एक्जुलरी भर्बलाई चिन्न सक्नुपर्छ। ओके,
यो सेन्टेन्समा एक्जुलरी भर्ब कुन हो? यो सेन्टेन्समा चाहिँ एक्जुलरी भर्ब चाहिँ वाज हो। त्यसो भए हामीले के गर्नु पर्यो? स्ट्रक्चर अनुसार र पहिलो नियम अनुसार हामीले हेरौँ त के गर्नुपर्छ? वाजलाई, वाज भनेको एक्जुलरी भर्ब, यसलाई सुरुमा राखेर यो स्टेटमेन्टलाई, यो सेन्टेन्सलाई क्वेसनमा कन्भर्ट गर्नुपर्ने हुन्छ। ओके, ल हेरौँ त के हुनेछ त। यस अर नो क्वेसन के भन्नेछ त? वाज एन्टोनिया सब्जेक्टलाई पछाडि राख्यो, एक्जुलरी भर्बलाई अगाडि राख्यो, अनि यसलाई यस अर नो क्वेसन बनाइएको छ। वाज एन्टोनिया ड्राइभिङ अ कार। यो के बन्यो? यो त क्वेसन बन्यो, अनि क्वेसन मार्क राखिएको छ। यसरी हामीले बनाउनु पर्छ र यो चाहिँ के छ? स्टेटमेन्टलाई यस अर नो क्वेसनमा बदल्ने पहिलो नियमले भन्दछ। यसका थुप्रै नियमहरू छन्। मैले यो सबै नियम हजुरहरूलाई पढाउने छु। ल अब हामी सेकेन्ड इक्जाम्पलतर्फ लागौँ। ल हेरौँ त, सेकेन्ड इक्जाम्पलमा एउटा स्टेटमेन्ट लेखिएको छ र त्यो स्टेटमेन्टमा के लेखिएको छ? सी क्यान फोन यु भनिएको छ। ओके, सी क्यान फोन यु। यहाँ सी भनेको के हो? सब्जेक्ट हो। क्यान भनेको के हो? एक्जुलरी भर्ब हो। हामीले एक्जुलरी भर्बलाई सब्जेक्टको अगाडि अथवा त्यो सेन्टेन्सको अगाडि राखेर त्यो स्टेटमेन्टलाई हामीले यस अर नो क्वेसनमा बदल्नु पर्ने हुन्छ। ल हेरौँ त यसको यस अर नो क्वेसन के हुन्छ? क्यान सी फोन यु हुन्छ। ल यहाँ चाहिँ के हुनु पर्यो? क्वेसन मार्क हुनु पर्यो। ल ठिक छ। यहाँ हेरौँ, अर्को इक्जाम्पल लिएको छ। अमी has been awarded। अमी भनेको के हो? अमी भनेको सब्जेक्ट हो। यो सेन्टेन्समा एक्जुलरी भर्ब कुन हो? एक्जुलरी भर्ब के हो? has हो। हामीले एक्जुलरी भर्बलाई सेन्टेन्सको अगाडि हालेर त्यसलाई यस अर नो क्वेसनमा बदल्नु पर्ने हुन्छ। यो कुरो चाहिँ रुल नम्बर 1 ले भन्दछ। ओके, अनि यो स्ट्रक्चरले पनि भन्दछ। ओके, ल हेरौँ त स्ट्रक्चरमा के लेखिएको छ? यो सब्जेक्टको अगाडि एक्जुलरी भर्बलाई हालिएको छ। हामीले पनि यहाँ सेम गर्नु पर्यो। सब्जेक्टलाई पछाडि राख्ने, एक्जुलरी भर्बलाई अगाडि राख्ने। ल एक्जुलरी भर्ब के हो? has हो। अमी के हो? सब्जेक्ट हो। एक्जुलरी भर्बलाई अगाडि राख्ने के भयो त? has अमी been awarded क्वेसन मार्क भनेर यसरी हामीले क्वेसन बनाउन सक्दछौँ। ल डी नम्बरमा रहेको छ स्टेटमेन्ट। स्टेटमेन्ट के रहेको छ? We should preserve the jungle। ओके, यहाँ सब्जेक्ट कुन हो? we। should भने के हो? एक्जुलरी भर्ब। शुडलाई के गर्ने? सब्जेक्टको अगाडि अथवा सेन्टेन्सको अगाडि राख्ने, अनि त्यसलाई चाहिँ यस अर नो क्वेसन बनाउने। ल हेरौँ त यस अर नो क्वेसन के हुन्छ? Should we preserve the jungle? ल भयो कि भएन? भयो। ल यी नम्बरमा हेरौँ। यी नम्बरमा स्टेटमेन्ट के रहेको छ? स्टेटमेन्ट रहेको छ they didn't invite you भनेको छ। ल they didn't invite you। they भने के हो? सब्जेक्ट हो। didn't भने के हो? didn't भनेको एक्जुलरी भर्ब हो। एक्जुलरी भर्बलाई सब्जेक्टको अथवा सेन्टेन्सको अगाडि हालेर हामीले त्यो सेन्टेन्सलाई यस अर नो क्वेसनमा बदल्न सक्दछौँ। हेरौँ त के भयो त? didn't they invite you। अनि यता के हुन्छ त? यता हुन्छ क्वेसन मार्क। ल भयो त? भयो नि। अब सायद तपाईँ क्लियर हुनुभएको होला।
अब यस अर नो क्वेसनलाई सेन्टेन्सलाई स्टेटमेन्टलाई यस अर नो क्वेसनमा बदल्ने सेकेन्ड रुललाई हेरौँ। अब सेकेन्ड रुलले के भन्छ त भनेपछि के भन्छ सेकेन्ड रुलले के भनिरहेछ यता एक भन्दा बढी एक्जुलरी भर्ब भएमा पहिलो एक्जुलरी भर्बलाई सुरुमा राख्नुपर्छ अनि त्यसलाई यस अर नो क्वेसनमा बदल्नु पर्छ। अहिलेसम्म मैले जतिवटा तपाईलाई इक्जाम्पल दिएँ त्यो सबै स्टेटमेन्ट्सहरुमा के भएको थियो एउटा मात्रै एक्जुलरी भर्बको प्रयोग भएको थियो। अब यो सेकेन्ड नियमले के भन्छ यदि सेन्टेन्समा एक भन्दा बढी एक्जुलरी भर्ब प्रयोग भयो भने पहिलो एक्जुलरी भर्बलाई सेन्टेन्सको अथवा सब्जेक्टको अगाडि हालेर त्यसलाई यस अर नो क्वेसन बनाउनुस् भन्छ। ल हेरौँ त यहाँ मैले केही इक्जाम्पल लिएको छु। उदाहरणको रूपमा पहिलो इक्जाम्पललाई सुरुमा हेरौँ। ल स्टेटमेन्ट के रहेको छ सी विल ह्याभ बीन ड्राइभिङ इट भनिएको छ। सी विल ह्याभ बीन डुइङ इट भनेको छ। अब यहाँ चाहिँ एक्जुलरी भर्ब कुन हो एक्जुलरी भर्ब भनेको विल हो अनि अर्को चाहिँ ह्याभ हो। ओके एउटा विल हो ह्याभ हो। नियमले के भन्छ पहिलो एक्जुलरी भर्बलाई सेन्टेन्सको अगाडि हालेर त्यसलाई चाहिँ क्वेसन बनाउनुस् भन्छ। त्यसो भए हामीले सेम कुरा गरौँ। के भन्यो त क्वेसन के हुन्छ यस अर नो क्वेसन के हुन्छ विल सी ह्याभ बीन डुइङ इट। ओके ल ठिक छ हामी क्लियर छौँ। बी नम्बरमा हेरौँ। बी नम्बरको स्टेटमेन्ट के रहेको छ स्टेटमेन्ट छ हरी ह्याज बीन डान्सिङ। ल यहाँ के भएको छ दुईटा एक्जुलरी भर्ब प्रयोग भएको छ र एउटा पहिलो एक्जुलरी भर्ब कुन हो ह्याज हो। यो ह्याजलाई हामीले के गर्नुपर्छ सब्जेक्टको अगाडि अथवा सेन्टेन्सको अगाडि हालेर त्यसलाई चाहिँ यस अर नो क्वेसनमा बदल्नु पर्ने हुन्छ। ओके ल ठिक छ ह्याज हरी बीन डान्सिङ क्लियर। ल सी नम्बरमा हेरौँ। स्टेटमेन्ट के रहेको छ स्टेटमेन्ट रहेको छ इट विल ह्याभ बीन कम्प्लिटेड। ओके ल यहाँ चाहिँ पहिलो एक्जुलरी भर्ब कुन हो विल हो हामीले अनि ह्याभ पनि के हो एक्जुलरी भर्ब नै हो। नियमले के भन्छ पहिलो एक्जुलरी भर्बलाई सेन्टेन्सको अगाडि हाल्नुहोस् र त्यसलाई यस अर नो क्वेसनमा बदल्नुहोस् भनेर के भन्छ यो यस अर नो क्वेसन्सलाई स्टेटमेन्टलाई यस अर नो क्वेसनमा बदल्ने पहिलो रुलले भन्दछ। हेरौँ त के हुन्छ क्वेसन के हुन्छ यस अर नो क्वेसन के हुन्छ विल इट ह्याभ बीन कम्प्लिटेड हुन्छ। ओके ल ठिक छ नोटमा हेरौँ यता केही नोट लेखिएको छ यस अर नो क्वेसनमा आई र वी सँग स्यालको प्रयोग मात्र गर्ने भनेको छ। यदि स्टेटमेन्टमा आई र वी प्रयोग भयो भने तपाईले चाहिँ त्यसलाई यस अर नो क्वेसनमा बदल्दा स्यालको प्रयोग गर्नुस् भनेको। ओके ल ठिक छ त्यही कुरा हो यो कुरा तपाईले नोट गर्नुपर्छ मैले नोट गर्ने हो त होइन नि। हेर्नुस् ल यहाँ चाहिँ इक्जाम्पल लिएको छ जसले तपाईलाई बुझ्न सजिलो हुन्छ। ल इक्जाम्पल हेरौँ। पहिलो इक्जाम्पल रहेको छ ल स्टेटमेन्ट रहेको छ वी विल फोन हिम भनिएको छ। त्यो नोटले तपाईलाई के भन्यो नोटले के भन्यो यदि स्टेटमेन्टमा वी छ भने तिमीले स्यालको प्रयोग गरेर यस अर नो क्वेसन बनाऊ भन्यो। तपाईले के गर्नु पर्यो तपाईले चाहिँ क्वेसन यस अर नो क्वेसन बनाउँदा स्यालको प्रयोग गर्नु पर्यो किनभने यो स्टेटमेन्टमा वी को प्रयोग गरिएको छ भन्नु पर्यो। ओके ल के भयो त
shall we phone him हुन्छ। ओके क्लियर। ल बी नम्बरमा हेरौँ स्टेटमेन्ट के रहेको छ, वी विल गो टु धरान भनेको छ। यता पनि वी को प्रयोग भएको छ। हामीले के गर्नुपर्छ, वी स्टेटमेन्टमा प्रयोग भयो भने त्यसलाई यस अर नो क्वेसन बनाउँदा स्यालको प्रयोग गरेर यस अर नो क्वेसन बनाउनु पर्ने हुन्छ। ओके ल के हुन्छ त, स्याल वी गो टु धरान हुन्छ। ल ठिक छ। तर विल यता हेरौँ त, सुरुमा के भने मैले, पहिलो इक्जाम्पल वी विल फोन हिम भन्यो होइन, मैले वी विल फोन हिम भने। अब तपाईँ भन्नुहुन्छ नाइ म त स्याल लेख्दिनँ, मैले चाहिँ विल नै लेख्छु भने तपाईँ के गर्ने, तपाईँ के लेख्नुहुन्छ, विल वी फोन हिम भनेर क्वेसन बनाउनु। अब त्यसलाई चाहिँ त्यति राम्रो मानिँदैन, त्यस्तो गर्न पाइँदैन भन्ने कोही नियम छैन, तर त्यसलाई राम्रो मानिँदैन। ओके ल स्याल नै लेख्नुहोस्। ओके स्याल लेख्नुहोस्। 3 नम्बरमा हेरौँ। 3 नम्बरमा के भनिएको छ, स्टेटमेन्टमा एक्जुलरी भर्ब नभएमा डु भर्बको प्रयोग गर्ने भनिएको छ। तपाईको स्टेटमेन्ट छ त्यहाँ एक्जुलरी भर्ब नै छैन। अब के गर्ने त, अब के गर्ने, डु भर्बको प्रयोग गरेर त्यो स्टेटमेन्टलाई यस अर नो क्वेसनमा बदल्ने। ओके ल अब हामीले स्टेटमेन्टमा भर्ब 1 भर्ब 2 र भर्ब 5 लाई चिन्न सक्नुपर्छ। अनि मात्रै हामीले डुको प्रयोग गर्ने कि डिडको प्रयोग गर्ने कि डजको प्रयोग गर्ने भन्ने कुरो थाहा पाउँछौँ। ओके ल हेरौँ त के भनिएको छ। पहिलो स्टेटमेन्ट के रहेको छ भनेपछि यु इन्भाइट हिम भनिएको छ। अब इन्भाइट भनिएको छ। ओके इन्भाइट भने के हो, इन्भाइट भनेको भर्ब 1 हो। स्टेटमेन्टमा भर्ब 1 प्रयोग भयो भने यस अर नो क्वेसन बनाउँदा हामीले चाहिँ के को प्रयोग गर्नुपर्छ, डुको प्रयोग गर्नुपर्छ। हेरौँ त यता मैले तल कसरी लेखेको छु, यदि स्टेटमेन्टमा V1 को प्रयोग भयो भने हामीले यस अर नो क्वेसन बनाउँदा डुको प्रयोग गर्नुपर्छ। त्यस्तै यता हेरौँ त मैले के गरेको छु, के लेखेको छु, डु यु इन्भाइट हिम लेखेको छु। किनभने स्टेटमेन्टमा V1 को प्रयोग भयो र हामीले यस नो क्वेसन बनाउँदा चाहिँ डुको प्रयोग गर्नुपर्ने हुन्छ। यदि स्टेटमेन्टमा V1 को प्रयोग भएको छ भने, भर्ब 1 प्रयोग भएको छ भने। ओके ल ठिक छ। बी नम्बर हेरौँ। स्टेटमेन्ट रहेको छ सी अलवेज क्यारिज अ ब्याग भनिएको छ। सी अलवेज क्यारिज अ ब्याग भनिएको छ। यता के हो, सी भनेको सब्जेक्ट हो, अलवेज हेर्नु पर्यो। अलवेज भने के हो, अलवेज भनेको भर्ब 5 हो भने हामीले यस अर नो क्वेसन बनाउँदाखेरि पनि के गर्नु पर्यो, भर्ब 5 को प्रयोग गर्नु पर्यो। भर्ब 5 को प्रयोग गर्नु पर्यो। हेरौँ त यदि स्टेटमेन्टमा भर्ब 5 को प्रयोग भएको छ भने हामीले यस अर नो क्वेसन बनाउँदा डज को प्रयोग गर्नुपर्छ भन्ने यहाँ तल लेखिएको छ। यो कुरा तपाईले याद गर्नुपर्छ। ओके ल हेरौँ त क्वेसन के हुन्छ त, डज सी अलवेज क्यारी अ ब्याग भयो। ल यतासम्म क्लियर हुनुहुन्छ जस्तो मलाई लाग्छ। अब सी नम्बरमा हेरौँ। सी नम्बरमा के भनिएको छ, स्टेटमेन्ट के रहेछ, दे स्टप्ड डुइङ इट। ल यता हेरौँ त यता कुन भर्बको प्रयोग भएको छ, यो स्टेटमेन्टमा कुन भर्बको प्रयोग भएको छ, यो स्टेटमेन्टमा भर्ब 2 को प्रयोग भएको छ। स्टप्ड भने के हो, स्टप भने चाहिँ भर्ब 2 हो भने हामीले यस अर नो क्वेसन बनाउँदाखेरि पनि भर्ब 2 कै प्रयोग गर्नुपर्ने हुन्छ। ल हेरौँ त यता के भनिएको छ, स्टेटमेन्टमा भर्ब 2 को प्रयोग भएको छ भने तपाईले यस अर नो क्वेसन बनाउँदा डिड को प्रयोग गर्नुपर्ने हुन्छ भनिएको छ। ल हेरौँ त मैले यता डिड को प्रयोग गरेको छु। के भनिएको छ, यस अर नो क्वेसनमा डिड दे स्टप डुइङ इट भनिएको छ। भयो कि भएन, यसरी हामी बनाउन सक्दछौँ। अहिले यसको
रुल्सहरू नियमहरू सकिएको छैन। मैले पार्ट 1 मा तपाईलाई 3टा रुल्सहरू पढाएँ र विभिन्न इक्जाम्पलहरू दिएर बुझाउने प्रयास गरेँ र नेक्स्ट पार्टमा मैले तपाईलाई अरु थुप्रै नियमहरू पनि पढाउने नै छु। यो एलिभेट एकाडेमीमा जोडिरहनु होला। ओके ल आफ्नो साथीभाइहरुमा माझमा पनि यो भिडियो शेयर गरिदिनु होला र यो भिडियोलाई एक लाइक र सब्स्क्राइब गरेर आगामी दिनमा आउने यस्तै इम्पोर्टेन्ट भिडियोजहरू मिस नगर्नु होला। ओके ल थ्यांक यू सो मच।